साहेब बन्दगी, साहेब बन्दगी। बन्दौ चरण सरोज जिन्नयः बीज कनिर्मयो परख दिखायो खोज ते गुरु सम दुजा नहीं निर्णय दिन्न कृपाल परख प्रकाशे स्थिर पद परखायो सब जाल महादुखित जीव जानिके दया क्षमा संतोष धीरजशील विचार गुण एक अनेक को धोख परखायो निज परखते असरण शरण उदार सुख साहेब सुख रूप जो कहु टीका विस्तार तब पारखते कृपानिधि बंदौ संत समाज जे निर्णय गुरु परख के दृढ़ मम हृदय विराज सदा सुखी दया निधि। स्वतंत्र बोधका स्वामी संत सौम्य सुपारखी अनुसंधान दक्ष कबीर देव बंदगी वहाँ पछि भये सारा आज पर्यंत संत जो सबैले पन्थको रक्षा गरी ठुलो कृपा भयो दयालु दृष्टिका दाता विशाल शिर मौर छन् ममा छ ज्ञान जो गुन्छु प्रभुकै कोश अंश हुन् सबैका पाउमा माथ झुकाई शान्त भई मन त्रिवार बन्दगी गर्दछु विशुद्ध भावलिकन प्रतिनिधि सबैका जो विद्यमान सुसन्तका आधारमा बनोस् काम नगुमोस् निज शान्तता। सद्गुरु कबीर साहेब को मौलिक ग्रंथ बीजक को सद्गुरु श्री आज्ञा साहेबबाट नेपाली भाषामा व्याख्या गर्नुभएको पहिलो खण्ड रमैनी 1 बाट यहाँ सुरुवात गर्दैछु। साहेब कबीर भन्नुहुन्छ अन्तर ज्योति शब्द एक नारी हरि ब्रह्मा ताके त्रिपुरारी ते तिरिये भगलिङ्ग अनन्ता ते उन जानै आदि अन्ता। अब यसको अर्थमा साहेब लेख्नुहुन्छ ध्यान गर्दा अन्तर हृदयमा ज्योति झल्क्यो शब्द अनहदनाद पनि सुनियो र एक जीवका मनमा नारी कल्पना भयो। विष्णु ब्रह्मा र शिवजीले पनि तर्क ताके हेर्न थाले खोजी गर्न लागे ती त्रिदेव र भगलिङ्ग स्वरूप धेरै नर नारी पनि यो काममा प्रवृत्त भए तर कसैले कल्पनाका पुरुषको आदि अन्त्य पाउन सकेनन्। आदि अन्त्य रहितको यो अनादि अथाह संसारमा चञ्चल मनका वशीभूत मानिसका मनमा किसिम किसिमका सन्देह उठिरहनु स्वाभाविकै हो। यसैले पूर्व कुनै समय कुनै शङ्काशील मानिसका मनमा पनि
यो विचित्रको विश्व देख्दा यसका कुनै कर्ता सर्वसामर्थ्य पुरुष अवश्य हुनुपर्छ भन्ने शङ्का उठेछ र ती कर्ताको खोजी गर्न लागेछन्। बाहिर खोज्दा नभेट्टाएर ध्यानमा संलग्न भए वृत्ति एकाग्र भएपछि नेत्र वा भ्रिकुटीमा विशेष लक्ष्य जमी बाह्य प्रकाशको प्रतिभास भित्र खडा भई ज्योतिको भान भयो। बाह्य शब्दको आभास ध्वनि अनहदनाद पनि भित्रै झल्कन थाल्यो। त्यसैलाई ज्योति स्वरूप ओमकार ब्रह्म वा शब्द ब्रह्मको अनुभव भयो भनी गदगद भए। विष्णु ब्रह्मा र शिवजी पनि यही कल्पनामा परे। ती त्रिदेवले क्रमशः उपासना कर्म र योगको माध्यम बनाई धेरै अनुसन्धान गरे। ती देवत्रयमा विशेष ऐश्वर्य प्रतिभाको लक्षण विद्यमान हुनाले तिनैका पछि लागि अरू असङ्ख्य नरनारी पनि जगतकर्ता पुरुषलाई प्राप्ति गर्न भनी प्रवृत्त भएछन्। तर कसैले पनि न जगतकर्ता परम पुरुषलाई भेट्टाए न संसारको आदि अन्त्य नै पाउन सके। कल्पनाका पुरुष कहाँबाट प्राप्ति हुन्थे? अनादि संसारको आदि अन्त कसो गरी लागोस्? यसैले अन्त्यमा नेति नेति अनिवर्चनीय अथाह मनवाणीदेखि पर भन्न थाले। धेरैजसो मानिसलाई जगतका सृष्टि स्थिति संहारकर्ता यिनै त्रिदेव हुन् भन्ने विश्वास हुनाले प्रारम्भमै गुरु कवीर भन्नुहुन्छ, तेउ न जानै आदि हो अन्ता। अत यस्ता संसारका सृष्टि स्थिति र संहार गर्ने स्वतन्त्र कर्ता भनी कसो गरी भन्ने? विद्यमान जगतमै पैदा भएका यिनले यही जगतलाई नै रचना गरेका भनी कुन हेतुले ठहर्याउने? बाखरी एक विधाते किन्ना 14 ठर पाटसो लिन्न। हरिहर ब्रह्मा महन्तो नाउँ तिन पुनि तिन बसावल गाउँ। तिन पुनि रचल खण्ड ब्रह्माण्ड 6 दर्शन 90 पाखण्ड। बाखरी ज्ञानवाणी को भकारी वा कोष रूप वेद ब्रह्माजीले रचना गरे अथवा चयन गरे। 14 विद्याको विभाजन गरी पाठ स्थिति बनाए एवं रीतिले 14 लोक कल्पना भए। त्यसबेला ती ब्रह्मा विष्णु र महादेव नामका 3 व्यक्ति व्यवस्थापक थिए। तिनले 3 लोक सत्व रज तम त्रिगुणी जनलाई बसाए। फेरि देशको पृथक पृथक विभाजन गरे। पुनः 6 शास्त्रको रचना भयो। तत्पश्चात 96 पाखण्ड रूपी मत मजहबको पनि बेसरी कल्पना बढ्यो। वास्तवमा रजोगुणी व्यक्ति नै ब्रह्मा हुन्। उनले वाणीका कोष वेदको रचना गरे। कसै कसैको भनाइ छ ब्रह्माजीले वेदको सङ्कलनसम्म गरी विषय रूपबाट प्रचार गरेका हुन्। यसरी ऋग यजु साम र अथर्व यी 4 वेदको विभाजन भयो। 14 लोक भूलोक भूवरलोक स्वर्गलोक महरलोक जनलोक तप सत्यलोक यी 7 स्वर्ग तथा सप्त पाताल अतल वितल सुतल तलातल महातल रसातल र पाताल को निवास कर्मानुसार प्राप्त हुन्छ स्थिति मिल्छ भन्ने कल्पना गरे। अर्थात् धर्माचार्यहरू माथिका सप्त स्वर्गमा निवास पाउँछन्, पापाचार्यहरू निम्न पातालपुरीमा पुग्छन्, कष्ट भोग्छन् भन्ने कल्पनाबाट स्थितिको पाठ बन्यो। 14 विद्या पुराण न्याय मीमांसा धर्म शास्त्र 4 वेद र 6 वेदाङ्ग शिक्षा कल्प व्याकरण निरुक्त छन्द र ज्योतिष आदि बने। यिनै वाणीका आधारबाट मनुष्यहरू अर्थ धर्म काम र मोक्ष रूप 4 फलको प्राप्तिका निमित्त अनेक अनुष्ठानमा प्रवृत्त भए। त्यसबेला ब्रह्मा विष्णु महेश्वर यी 3 जना मुख्य व्यवस्थापक हुनाले 3 कर्म भक्ति योगको मार्ग चलाए। तिनै 3 प्रकारका कर्मको सबैलाई अवलम्बी स्थिर गराए अनि यिनैका आधारबाट 6 ऋषिद्वारा माथि बताइएका साङ्ख्यादि 6 दर्शन रचिए। अर्का योगी जङ्गम सेवडादिलाई पनि 6 दर्शन भन्ने प्रथा चलेको छ। योगी जङ्गम सेवडा सन्यासी दरवेश छठा कैये ब्राह्मण 6 घर 6 उपदेश।
यिनमा पनि हाँगा फाटेर 96 पाखण्ड सम्प्रदाय चले। 10 सन्यासी, 12 योगी, 14 शेख बखान, 18 ब्राह्मण, 18 जंगम, 24 सेवडा परमान। संसारका हिन्दू, मुसलमान, क्रिस्चियन आदि अनेक जाति, धर्म, चिन्ह, भेष र आचार र कर्महरू प्रचलित छन्। ती सबै देश, काल, परिस्थिति अनुसार मनुष्य जीवद्वारा नै सो मतानुसार व्यवहारको सुविस्ताको निम्ति कल्पना गरिएका हुन्। वास्तवमा मानव मात्र सब एक समान हुन्, तापनि अज्ञान तथा विपरीत आचरणद्वारा विभिन्न थरीका भई परस्पर ईर्ष्या र द्वेषपूर्ण व्यवहार गर्दै पृथक पृथक बनिरहेछन्। पेट न काहू वेद पढ़ाया, सुन्नति कराया, तुरुक नहीं आया, नारी मोचित गर्भ प्रसूति, स्वांग धरे बहुतै करतुती। पेट माताको गर्भमै कसैले वेद पढी आएका होइनन्, न मुसलमानहरू गर्भमै सुन्नति खतना भई आएका हुन्। स्त्री विषयमा पुरुषको चित्त गढेको हुनाले तिनले नारी जातकै गर्भमा गई बार बार शयन गर्न परिरहेको हो। जन्मेपछि जाति पातिको अनेकानेक आडम्बर बनाई विभिन्न प्रकारका कर्म गर्दछन्। संसारी मानवले उपर्युक्त प्रकार आफ्नै अनादि भूल अज्ञानवश विपुल वा कष्ट भोगिरहेका देख्दा गुरु कबीर स्वाभाविक दयावश द्रवित भई भन्नुहुन्छ, हे भाइ हो, तिमीहरू आफूलाई हिन्दू, तुरुक इत्यादि मानी किन व्यर्थै अभिमान गर्छौ? विचार गर, न ब्राह्मणहरूले गर्भैदेखि वेद पढेर जनै लगाई आएका हुन्, न मुसलमानहरूको गर्भैदेखि सुन्नत भई आएको हो। विषय वासना, काम वासना शक्तिमा चित्त विशेष आसक्त भएकाले बारम्बार गर्भवासमा गई जन्म मरणको असह्य यातना सहनु परेको हो। जन्मेपछि मानवीय मान्यताका कुल प्रथा अनुसार नाना चिन्ह, शिखा, सूत्र र सुन्नतको आडम्बर रच्दछौ। सन्ध्या, तर्पण, यज्ञ तथा निमाज, कुर्बानी इत्यादि कर्म गर्छौ। आफूलाई श्रेष्ठ र अरूलाई तुच्छ सम्झन्छौ। यी सबै तिम्रै अज्ञानवश मनले बनाएका कल्पना मात्र हुन्। अतएव यिनको कुनै महत्त्व छैन। यिनमा मुख्य मानवताका गुण आचरण पालन गर्नु नै सार्थक हो। तैया हम तुम एकै लोहु, एकै प्राण व्यापै मोह। एकै जनी जना संसारा, कौन ज्ञान से भयो निन्यारा। तैया माताको गर्भमा हिन्दू, मुसलमान सबैका शरीर एकै प्रकारका रगतबाट बन्दछन्, एक समान प्राणवायुबाट सञ्चालित रहन्छन्। पुनः सबै समान रूपबाट मोह अज्ञानताले आच्छादित छन्। एकै प्रकार सबै माता पिताद्वारा नै जन्मन्छन् भने कुन ज्ञानको आधारबाट तिमी छुट्टा छुट्टैको अहंकार गर्दछौ? ज्ञानी गुरुदेवको भनाइ हो, सबैका शरीर सप्तधातुबाटै निर्मित भएका हुन्। सबै एक समान प्राणवायुद्वारा सञ्चालित छन्। सबै मोह अज्ञानले भरिपूर्ण छन्। सबै पिता माताबाटै पैदा भएका हुन् भने अब कुन महान ज्ञानको घमण्डमा आफूलाई साह्रै ठुला बडा र पाक सम्झन्छौ, अरूलाई अति तुच्छ र नापाक भन्दछौ? यथार्थमा विशेष श्रेष्ठ र पवित्र तबै बनिन्छ जब त्यो सम्यक ज्ञान र उत्तम आचरणमा संलग्न हुन्छ, अर्थात् मुग्धर चालचलन र पूर्ण इमान्दार हुनुपर्छ। सुन्दर चालचलन र पूर्ण इमान्दार हुनुपर्छ। बिना ज्ञान र शुभाचरण आफूलाई श्रेष्ठ सम्झनु फोस्रो घमण्ड मात्र हो। अतएव सबै ज्ञानी बन, सबै सत्याचारिणी बन, इमान्दार हौ, रहम दयाले हृदय भरिपूर्ण पार, परस्पर नङ मासु समान बनी मेल मिलापबाट बस। ठीक ठीक ज्ञान भएपछि सबैलाई आफै समान सम्झनेछौ। भौ बालक भगद्वारे आया, भग भोगी के पुरुष कहाया। अभिगति को गति काहू न जानी, एक जीव कित कहौ बखानी। जो मुख होए जीव 10 लाखा, तो कोई आए महंतो भाखा।
माताबाट जन्मी बच्चा बाहिर आएपछि बालक भनिन्छ। उही यौवन अवस्था भएपछि स्त्रीका अपवित्र द्वारमा क्रीडारत हुन्छ, हुँदा पुरुष नामबाट प्रख्यात हुन्छ। किन्तु अविगति मन कल्पनाको विचित्र दशा कसैले जान्न सकेनन्। एक जीव नै नित्य सत्य श्रेष्ठ हो, यसको स्पष्टतापूर्वक विशेष व्याख्या म कति गरौँ। 10 लाख मुख भए जिब्रो भएका कोही महान पुरुष भए उनले आई विशेष बताउनेछन्। आफूलाई उच्च सम्झने ब्राह्मण वर्ग तथा मुसलमानहरू प्रति गुरु कबीर भन्नुहुन्छ, हे भाइ, सबै एक समान नारी जातका योनि यन्त्रबाट जन्मेका हौ। जन्मेर पनि अज्ञान आसक्ति बस उही अपवित्र मूत्रद्वारमै आसक्त छौ भने तिम्रो श्रेष्ठत्वको गर्व कहाँ रह्यो? अर्थात् मानव मात्र जन्म कर्मका दृष्टिबाट समान रूपका हुन्। यिनमा ज्ञान र शुभाचरण पालन गर्ने नै श्रेष्ठ भन्नुपर्छ। यहाँ धेरै जसो मानिसले मन र कल्पनालाई चिनी तिनको पन्जाबाट न अलग हुन सके, न त मनले खडा गरेको कल्पनाको स्वरूप जगतकर्तालाई नै खाली कल्पना हो भनी चिनेर त्यसदेखि बच्न सके। संसारमा कर्ता भर्ता प्रेरक आदि जे जति मान्यता दिएर औल्याइएका छन् तिनमा केवल सर्वश्रेष्ठ जीव चेतन नै सत्य प्रपरोक्ष छ। यसको व्याख्या म कति गरौँ? मिथ्या कल्पनाको पनि कहाँ सीमा हुन्छ र? तात्पर्य सुन्नेको र कल्पनाको अन्त्य कहीँ कहिल्यै हुँदैन, पार पाइँदैन। न कसैको 10 लाख मुख होस्, त्यति जिब्रो हुन्, न ती आई सम्झाउन्। कहिम कबीर पुकारी के ई लेहु व्यवहार, राम नाम जाने बिना भौ बुढी मुवा संसार। गुरु कबीर भन्नुहुन्छ, यो अबोध जीव ऊ आकाशीय बाह्य ब्रह्माण्ड एवं विपरीत धर्मी खानी बाणी व्यवहारलाई नै सत्य श्रेष्ठ मानी सबै अल्झे बेसरी भौतारिए, पुनः राम नामको मर्म नजानेर गर्भकुण्डमा डुबी मरिरहेछन्। गुरु कबीर सबैलाई सम्बोधन गर्दै भन्नुहुन्छ, यी भ्रान्त मानवहरू विषय भोग मान व्यावहारिक सुख र मनगणन्ते कल्पनाका पुरुषलाई प्राप्त गरी माथिका लोकहरूमा पुग्ने कामना लिएर खानी बाणीका अनेक कर्ममा अनादिदेखि अल्झी अस्तव्यस्त हुँदै आइरहेछन्। कति खानी जालमै लुटपुटी लम्पट बनिरहेछन्, कति खास अपरोक्ष हृदयस्थ चेतन साँच्चीका रामको मर्म नजानेर बाहिरी रामकै कल्पनामा दौडिरहेछन्। उनैको स्मरण कीर्तन तथा स्थूल देहका व्यवहारको लीला मात्रमा मस्त भए भुले। फलस्वरूप कल्पना र विषयको फन्दामा परी संसारका जीव समूह आवागमन गर्भकुण्डमै डुबी मृत प्राय भई रहेछन्। यो कल्पना मात्र हो, मिथ्या जाललाई कहिले कसैले चिन्न सकेनन्। साहेब बन्दगी वारो तन मन धन सबै पद पर खावन वा आहार, युग अनन्त जो पति मरै बिन गुरु नै निस्तार। बन्दनीय गुरु परखको बार बार कर जोर, दया करन संशय हरन संत रूप प्रभु तोर। बन्दी छोर कृपाल प्रभु विघ्न विनाशक नाम, शरण शरण बन्दौ चरण सब विधि मंगल धाम। बन्दौ सन्मुख पारखी शीस भेट धरु हाथ, वचनोच्चारों बन्दगी सत्य प्रेम के साथ। साहेब बन्दगी साहेब बन्दगी साहेब बन्दगी। सतगुरुदेव की जय।